नमस्कार अनि स्वागत छ तपाईले हाम्रो अर्को आज नयाँ भिडियोमा। आज हामी तपाईको लागि त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुरद्वारा लिखित परीक्षा सञ्चालन सम्बन्धी सूचना लिएर आएको छौं। यो सूचनाको प्रकाशन मिति 2082 साल 3 को महिना 9 गते रहेको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट मिति 2081 साल फागुन 6 गते प्रकाशित आन्तरिक प्रतियोगितात्मक तर्फका विभिन्न पदहरूमा आवेदन पेश गरेका उम्मेदवारहरूको लिखित परीक्षा देखाएको तालिका अनुसार बिहान 9 बजेदेखि सञ्चालन हुने गरी व्यवहार सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। यसमा विज्ञापन नम्बर, पद, प्रथम पत्र, द्वितीय पत्र र परीक्षा केन्द्र तालिकामा दिएको छ। तपाई स्क्रिनमा हेर्दै गर्नुहोला। विज्ञापन नम्बर 313 रहेको छ। शाखा अधिकृत पदको लागि प्रथम पत्र रहेको छ 2082 साल श्रावण 6 गते रहेको छ र द्वितीय पत्र 2082 साल श्रावण 7 गते रहेको छ। 314 मा रहेको छ मुख्य कार्यालय सहायक पदको लागि प्रथम पत्र रहेको छ श्रावण 8 गते, द्वितीय पत्र श्रावण 9 गते। अर्को रहेको छ कार्यालय सहायक भनेर र जनस्वास्थ्यतर्फ प्राविधिक अधिकृत पदको लागि प्रथम पत्र रहेको छ श्रावण 10 गते र द्वितीय पत्र रहेको छ 11 गते। अर्को रहेको छ लेखा अधिकृत र प्याथोलोजी तर्फ प्राविधिक अधिकृत पदको लागि यसको प्रथम पत्र श्रावण 12 गते र द्वितीय पत्र श्रावण 13 गते रहेको छ। अर्को रहेको छ मुख्य लेखा सहायक पदको लागि र ल्याब अधिकृत पदको लागि प्रथम पत्र रहेको छ श्रावण 14 गते र द्वितीय पत्र रहेको छ श्रावण 15 गते। अर्को रहेको छ नर्सिङ अधिकृतको लागि र फिजियोथेरापी तर्फ प्राविधिक अधिकृतको लागि यसको प्रथम पत्र रहेको छ श्रावण 16 गते र द्वितीय पत्र रहेको छ श्रावण 17 गते। त्यस्तै अर्को रहेको छ सूचना प्रविधि तर्फ प्राविधिक अधिकृत पदको लागि र फार्मेसी तर्फ प्राविधिक अधिकृतको लागि प्रथम पत्र श्रावण 18 गते र द्वितीय पत्र श्रावण 19 गते रहेको छ। त्यस्तै सूचना प्रविधि तर्फ प्रमुख प्राविधिक सहायक पदको लागि र सम्पादन तर्फ प्राविधिक अधिकृत पदको लागि प्रथम पत्र श्रावण 20 गते र द्वितीय पत्र श्रावण 21 गते रहेको छ। यी सबै पदहरूको लागि परीक्षा केन्द्र चाहिँ एउटै रहेको छ, लोक सेवा आयोगको कार्यालय अनामनगर काठमाडौँमा। यदि तपाई 2081 साल फागुनको 6 गते प्रकाशित भएको भ्याकेन्सीमा तपाई टियु सेवा आयोगको भ्याकेन्सीमा यदि फर्म भर्नु भएको छ भने यो लिखित परीक्षा तपाईहरुको लागि हो। त्यसैले यो परीक्षाको तयारी राम्ररी गर्नु होला है त। यति भन्दै आजको लागि यति हुन्छ। धन्यवाद, नमस्ते।